नाम चाहिँ जुन जतिको होमस्टेमा आएको छु। चम्केर गोरो गोरो भएर आउँछ सर। के हो यो राज के हो सर भनिदिनु सर, एकदम भन्नु सर। शुभ लक्ष्मी मोबाइल स्टोर रहेछ आज ओपनिङ डेमा चाहिँ। हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई किवाङ ब्लग च्यानल। र मेरो ब्लग आजको ब्लग फेरि पनि अर्को लिएर आएको छु मैले तपाईँहरूको माझ। र आजको ब्लग विशेष छ, किनभने विशेष किन छ भन्दाखेरि चाहिँ आज हाम्रो स्कुलको चेयरम्यान सर पुण्य प्रसाद अधिकारी पुष्प सर उहाँको आज जन्मदिन परेको हुनाले चाहिँ विशेष यो जन्मदिनको अवसरलाई मिलाएर चाहिँ आज हामी भेरिटा नाम्चेसम्मको यात्रा हामी गर्दैछौँ। र त्यसमा हामीले सर म्यामहरूसँग गएर केही रमाइलो क्षणहरू क्लिक गर्नेछौँ। कस्तो हुनेछ के हुनेछ मेरो ब्लगलाई कन्टिन्यू हेर्दै गर्नु होला। हेलो हेलो विवेक सर। ओहो ल हामी रेडी छौँ सर। अब हाम्रो ब्लगमा विवेक सर आउनुभएको सर। ल सर नमस्ते सर, फेरि पनि सबै तपाईँलाई। ल अब विवेक सरको पनि आइसक्नु भएछ र हाम्रो यात्रालाई अब विवेक सरले पनि साथ दिनु होइन सर? एकदम अब हामी जान आतुर छौँ। आतुर हुनुहुन्छ फेरिको गर्मीलाई छेल्न। आज विशेष चाहिँ के हो सर भन्नु त? ल आज हाम्रो चेयरम्यान सर पुष्प सरको आज बर्थडे छ। हामी बर्थडे छु मौसम खाँदै मनाउँछौँ। एकदम एकदम हामी उत्सुक छौँ। आज हाम्रो ब्लग हेर्नु होइन सर? सबैले हाम्रो ब्लगमा चाहिँ हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। ल ठिक छ, धन्यवाद छ धन्यवाद। हेलो हेलो म्याम नमस्ते तपाईँ दुईजनालाई है। म्याम रोशनी म्याम के छ आजको अब ब्लग फेरि सुरु भयो। आज विशेष हामी कस्तो के छ भन्नुहोस् त? आज चाहिँ हामी हाम्रो चेयरम्यान सरको ह्यापी बर्थडे सेलिब्रेट गर्नलाई पनि जाँदैछौँ। एक्साइटेड हुनुहुन्छ? सुमित्रा मिस म्याम भनिदिनु तपाईँको कुरा के छ? सुमित्रा मिसको कुरा के छ? म त केही छैन। ओहो ल सरहरू ल सर वेलकम छ सर फेरि मेरो ब्लगमा। ल एकदम ल अभिषेक सरहरू अहिले विवेक सर अभिषेक आइपुग्नु भएको छ। सर के छ आज मेरो ब्लगमा तपाईँ फेरि आउनु भएको छ सर? के छ भनाइ राखिदिनुहोस् सर, तपाईँको भनाइ के छ? वी आर भेरी एक्साइटेड है सर। अनि स्पेसल के हो आज चाहिँ हाम्रो यात्रा भनेको चाहिँ कहाँसम्म हो? स्पेसल के हो त? स्पेसल के हो सर आज? कुन दिन आज? सरले बिर्सिनु भयो क्या? हाम्रो पुष्प सरको बर्थडे छ एकदम स्पेसल। सर आज के छ स्पेसल भन्नुहोस् ल? आज हाम्रो पुष्प सरको बर्थडे, पुष्प सरको घरमा आएको छु। जहिले चम्केर गोरो गोरो भएर आउँछ सर। के हो यो राज के हो सर भनिदिनु सर, एकदम भन्नु सर। अब पैसामा सर अहिले पैसामा ए हो ए भन्नु त म्याम। ए के हो राज भन्नु त के हो सर? थाहा छ हैन विवेक सरको राज। ए अहिले नभनौँ सर, नखोलौँ अहिले नखोलौँ होला। ल अहिले ल हाम्रो यो यात्रामा सरहरू सर म्यामहरू जोडिराख्नु भएको छ। फेरि म सबैको यो कुराकानी लिने नै जाउनु भएको छ मेरो ब्लगमा। तपाईँहरू दाजु नमस्कार। दाजु के छ खलखल भन्नुहोस् त? मेरो ब्लगमा थोरै केही भनिदिनुहोस् तपाईँले। अब बस्तीको यात्रा राम्रो हो एकदम राम्रो। र आजको विशेष भनिदिनु। आज हामी के हो आज हाम्रो विशेष चाहिँ ब्लग? आज हाम्रो विशेष चाहिँ हाम्रो पुष्प अधिकारी सरको चाहिँ बर्थडे। यो बर्थडे चाहिँ होस्ट गर्नु त हामी मेन गरी चाहिँ नाम चाहिँ जाँदैछौँ। ओहो ल यो ब्लगलाई पुरापुरी हेर्नु होला कस्तो हुनेछ हाम्रो ब्लग होइन दाजु? सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। तपाईँको आशमा छ। हस् त दाजु हस्। गुड आफ्टरनुन, हाउ आर यु? फाइन? Yes sir. Okay, welcome to my blog Safal. Okay sir. Everything is fine? Yes sir. Okay, what is today actually? My father birthday. Your father birthday? Okay. Yes sir. Let's enjoy your father. आजको मुख्य आकर्षण स्पेसल आकर्षण आजको ब्लगमा हाम्रो स्कुलको चेयरम्यान पुष्प अधिकारी सरलाई वेलकम छ। सर नमस्कार सर। र तपाईँलाई बर्थडेको एकदम शुभकामना सर। ल अब सर एउटा केही भनिदिनु सर। अब ठिक छ सर। अब आज हामी यो मौसमले पनि अलि च्यालेन्ज गरेको छ अनि यता अब शुभ जन्मोत्सवको पनि अवसर पर्यो हुँदा यसो चिसो ठाउँमा गएर एकछिन यसो यो बेबिलोन परिवार रिफ्रेस भएर तयारीमा हामी तयारी भइसक्यो। हुन्छ सर हुन्छ। यता हाम्रो म्याम रेडी अवस्था हुनुहुन्छ। म्याम नमस्कार। ल सरको बर्थडेमा आज स्पेसल केही भन्नु म्याम ब्लगमा? स्पेशल सर यही गर्मी थियो। यतै गर्दा हुन्थ्यो हजुर? लास्ट डे गर्मी छ अलिकति बाई गरौँ भनेर मासतिर। ए हुन्छ हस् त म्याम हस्। के भन्दै यो ब्लगमा अब हामी कन्टिन्यू गर्दैछौँ र सरमै भएर एकछिन तल यहाँ गेम सेम खेल्ने क्रम जारी भइरहेछ अलिकति यसो। लगभग सबैजना आइपुग्यो होइन अब हामी सर लाग्छौँ होइन अब सर? ल हाम्रो हरि सरको उपस्थित भइसकेको छ सर। नमस्कार हरि सर। वेलकम टु माई ब्लग सर। के भन्नु सर थोरै शब्द भनिदिनु सर, के भन्नु चाहनुहुन्छ सर? आज पुष्प सरको जन्मस्थानमा हामी
कहाँ भेटेन्डरको मान्छे उसको यात्रा सफल होस् भन्ने शुभकामना दिन चाहन्छु सर ओके र सरको न्यू ब्रान्ड बाइकमा सर चर्चसँग आउनु भएको छ है सरको फेरि यहाँ गेटअप चेन्ज भइसक्यो अहिले भर्खरै यस्तो छ र अल ओभर अब हामी लगभग सबैजना भेला भइसकेका छौँ र अब यहाँबाट हामी हिँड्ने यतापट्टि के हुँदैछ फोटो सेसन आम्मा है 16 वर्षे उमेरमा पो भएछ त ल ठिक छ यति भन्दै र हामी अब यहाँबाट यात्रा जाँदैछौँ नमस्कार सर फेरि तपाईँलाई सर मेरो ब्लगमा तपाईँलाई पनि स्वागत छ सर अनि कहाँसम्म तपाईँ गाडी ल्याउनु छ त नाम होइन नि यो के हाम्रो प्लान भएन नि त प्लान त अनि अब दुईवटा गाडी चाहियो सानो कुनै छैन भनेपछि लगभग हुन्छ सर ल आज विशेष भनिदिनु सर मेरो ब्लगमा आज विशेष हाम्रो दोस्रो सरको बर्थडे कार्यक्रम एउटा ठिकै थियो सर त्यो साथसाथै हामी सबै टिम भेला भएर यसो डाँडातिर गएर चिसो हावा खाएर आउने भन्ने कुरा छ सर झन् रात त्यतै कटाउने भाइसँग क्याम्प फायरदेखि लिएर क्याम्प फायर कार्यक्रमहरू हामी हजुर र भन्दै यहाँ हाम्रो ब्लग हेरिदिनु होला हस् त सर हस् हस् गाइजहरू अब हामी यहाँबाट सबैजना रेडी भएर अब हामी यहाँ यात्रामा जाँदैछौँ र हाम्रो ब्लग कस्तो के हुन्छ मेरो ब्लगलाई हेर्दै गर्नु होला लागौँ अब हामी जाने यात्रामा छौँ अगाडिपट्टि पुछेर बस्नु भएको छ हाम्रो रमेश दाजु हुनुहुन्छ सात्विक र यहाँ यसरी को पोजिसन सिटिङ पोजिसन कता के हो यो अस्तिको ठाउँमा है सिटिङ त्यहाँ प्लेस मिच्न पाइँदैन तपाईँको चिन्नु भयो ए ठाउँ मिच्न पाइँदैन नि त्यहाँनिर ल सबैजना सेफमा हुनुहुन्छ ल ओके अब हामी यात्रा गरौँ ल अब हामी ढोका जाँदै गर्दै अब हामी ढोका जान्छौँ र हामी जान्छौँ अब लागि अनि कुखुरा छ कि छैन हामीसँग लोकल कुखुरा पनि भाले लोकल कुखुरा भाले कति भन्दाखेरि चाहिँ एउटा कुखुरा कतिसम्मको छ 2-2.5 किलोको हुन्छ लिनु न भन्नु न एउटै भइहाल्छ त्यतिसम्मको मात्रै छ योपालि अलिक ठुलो होइन ठिकै छ त्यही एउटै मैले खोलेँ भने सर फेरि नमस्कार सर म्याम नमस्ते म्याम ल सर म्यामहरू आइसक्नु भएको छ अब हामी टक्कै यहाँबाट रेडी भएर अगाडि बढ्छौँ एकदम गर्मी भएर म्याम यतातिर पो बस्यौँ होइन भइहाल्छ केही छैन ए ल ठिक छ देउसी ल ठिक भन्दै अब हामी यहाँबाट चाहिँ यात्रा फेरि पनि पुनः एकचोटि यहाँबाट जाँदैछौँ हाम्रो ब्लगलाई हेर्दै गर्नु होला अब अहिले चाहिँ हामी फेरि जाँदै थियौँ यात्रामा जाँदै थियौँ हामी यहाँ चाहिँ के कुरा भन्दाखेरि एकछिन यहाँनिर आज मोबाइल पसल ओपनिङ रहेछ अनि यो मोबाइल पसल ओपनिङमा चाहिँ हाम्रो रमेश दाजु आफ्नै भाइको होइन दाजु भाइको मोबाइल पसल ओपनिङ रहेछ हामी यहाँनिर ओपनिङमा के कसो छ हामी हेर्छौँ होइन यसरी अब बाटो त यस्तो जानु रहेछ त यो पो तरिका त यार जाँदैछौँ र एक झलक हामी यहाँ पनि मार्छौँ अनि त्यसपछि फेरि हामी अगाडि बढ्छौँ है त ल हेर फर्स्ट आज ओपनिङ डेमा ल हो ओपनिङ डे र नाम चाहिँ हाम्रो शुभ लक्ष्मी स्टोर रहेछ आज ओपनिङ डेमा चाहिँ ल बुवा नमस्कार बुवा नमस्कार र हामी बेबिलन परिवार यसो यात्रामा थियौँ दाजुले यहाँ भन्नु बुवा थोरै के भनिदिनु यहाँ मेरो ब्लगमा के छ अब हामीले चाहिँ अब सञ्चालन गरेका छौँ होइन हजुर अब तपाईँहरूको आफ्नो छर छिमेकीले चाहिँ अब यस्तो फलान ठाउँमा छ है भनिदिनु पऱ्यो हजुर होइन लगभग यहाँ सबै कुरा पाउँछ हाम्रो होइन अल ब्रान्डहरू पाउँछ आज यसो ठिक्क फेरि साइज जुरेको रहेछ हामी चाहिँ एकचोटि म सबै यो सर डुलाएँ होइन यो कुराहरू छ यहाँ खोलहरू रहेछ हजुर लगभग त्यही सबै कुराहरू पाउँछ तपाईँहरूलाई यो चाहिँ आफगाछी नजिकै रहेको छ सर यो बरगाछी नजिक दाजु यो बरगाछी नजिक होइन यो बरगाछी चोकमै छ एकदम लोकेसन चाहिँ हजुरको बरगाछी चोकमा आफगाछी चोकैमा चोकमा एकदम चोकको बायाँपट्टि साइडमा हजुर
भेराइटीहरू मजेरी अझ लोकेसन हजुरको मजेरी छेउमा मजेरीको छेउमा आउँदाखेरि तपाईँले मल पसल पाउनुहुन्छ यो वान एन्ड ओन्ली सिङ्गल वान यो पसल छ होइन यो तपाईँहरूलाई सजिलो पनि र सुपथ मूल्य सस्तोमा राम्रोमा एकदम सुपथ मूल्यमा सस्तोमा तपाईँले चाहे जस्तो पाइन्छ यहाँ चाहे जस्तो खोजे जस्तो सम्पूर्ण सामान भेट्नुहुन्छ ल दाजु हस् त के भन्दै यो चोक यहाँ छ अब बल्ल बल्ल हामी चाहिँ गाडीदेखि धान आइपुग्यौँ अनि स्पेसल अब कस्टमरलाई आइपुग्यो नि सर अब एकदम दामी छ हामी अब आजको बर्थडे स्पेसलमा केकको हामी अर्डर दिन गइरहेछौँ भइरहेछौँ अर्डर दिनु होइन सर लिनु चाहिँ होला अर्डर लिने थियो यस यस लिन गइरहेछौँ अनि अब भेज हो अनि त्यसको लागि हामी यहाँ एउटा भेज पाउने ठाउँमा गइरहेछौँ हेरौँ कस्तो केक हुन्छ के जुन्छ हामी तपाईँलाई देखाउने हुन्छौँ गाइजहरू हेर्दै ओके ओके अहिले केक दिने ठाउँ यहाँ रहेछ हेरौँ केक पाउँछ कि पाउँदैन यहाँनिर भेज त भनौँ तर अब यहाँ केक पो पाउने कि नपाउने हो त ओहो डुबी गयो नि त नि त अन्त फेरि भान्सो के पुग्नुपर्छ त यार ला कताबाट छ त यहाँ नजिक ल ल त्यसो भने त यहाँ त्यो भयो अलिअलि दुःख पाइयो गाइज यहाँ केक पाइएन अहिले मास्टर पठाइछ भन्ने कुरा आयो यता मास्टरपट्टि कहाँ छ अरू त के अरे छ अरे के भन्नुहुन्छ तपाईँले बिचमा रातो हुने खालको भएर त्यही लाने काट्ने खाने ए अँ ल लगाइछ र त्यहाँ केटामा बसेर चिज त कचौडा कचौडी 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 नाम चाहिँ मलाई किन सर यति चिसो लाग्यो सर अलिक माथि छ अरे अलिकति यहाँ माथि चाहिँ रहेछ नि त हामी झुक्यौँ नि त अब हिँड्नु पऱ्यो एकछिन त्यहाँ पनि सुगमा नि किन अघि झुकाएको त ल अस्ति सिटीमा लगाइजहरू अब अलिकति यहाँ मासतिर तलतिर गयौँ तलतिरपट्टि पाउँदैन रहेछ ल फेरि हामी मासतिर जाँदैछौँ अब त्यहाँ माथि गएर हामी लिन्छौँ यहाँ पक्की पनि त्यहाँ माथि छ बस्नु तपाईँ धरानै बसेको हो हुनु चाहिँ बिर्सिगएछ हौ र तपाईँलाई म देखाउँछु अगाडिपट्टि क्यान्डिडेट छ भनेर पिकनिक जाँदैछौँ है त लगाइ चाहिँ हेर्दै जानु अगाडिपट्टि यहाँ चाहिँ हो यो बेकरी छ यहाँ चाहिँ पाउँछ हो यहाँ चाहिँ हो नि त केक पाउने अघि त कम ठाउँमा गएछौँ ल बबाल केक ल्याउँदैछ के रहेछ एगलेस एगलेस छैन अरे छैन त्यो पनि यो केक भयो अलिकति माथि ओहो फेरि यहाँ पनि भएन यहाँ पनि भएन गाइजहरू अलिकति माथि अगाडि छ होला भनेर के चिज प्रुफ गरेछ भने नि भाले लागेको अन्डा चाहिँ भेज भएन भाले नलागेको अन्डा भेज हो साइन्सले प्रुफ गरेको कुरा उहाँहरूले नमानेर हुन्छ त्यस्तै खुवाइदिउँ क्या बाबालाई यहाँ कहाँनिर यहाँ अब अलिकति मासतिर अघि तलतिर अघि त्यहाँ पाइएन अब यहाँनिर जाँदैछौँ गाइजहरू पाउनु पर्ने हो पाउँछ होला केक केक यतापट्टि होला सर उहाँ छ यहाँ यो भेजमा मात्रै हो भेज 15-20 मिनट लाग्छ 15 मिनट केकले खाइदा केही गर्ने होइन यही उठाउँ सर उठाउँ यही उठाउँ कचौडी
बटर स्कच केक हामी लिएर जाँदैछौँ जेसी जेसी चाहियो नि जेसी पनि लेख्नु पऱ्यो नि सर जेसी पनि हाल्नु पऱ्यो झुकेका नै पुण्य नै लेखौँ होला उहाँको नाम चाहिँ हो बर्थडेमा त नरन्ते नामले पुण्य प्रसाद जेसीले केही गर्छ भन्ने त्यो पनि हो ल ठिक छ केक त्यस्तो छ हामीले केक ल्यायौँ होइन बटर स्कच केक अरे मिठो हुन्छ सही हुन्छ नि हामीभन्दा ठुलो सहरमा पाएन जस ठिकै छ सानो भयो भने चाहिँ अब हामी केक सेक लिएर यहाँ जान्छौँ एक्सेप्ट गर्नु भएन भने पुण्य हो ठाउँमा पुण्य नै गरौँ सबैलाई ल ठिक छ गाइजहरू अब आउँदैछौँ जाँदैछौँ जाँदैछौँ अब केक लिएर हामी जाँदैछौँ मासतिर आज मेरो उल्टो उल्टो भइरहेछ उल्टो भइरहेछ ल गाइजहरू अब हामी बिस्तारै हिँड्दै गाडी हाम्रो यहाँ पार्क भइरहेछ त्यहाँ जान्छौँ ओहो मङ्की ब्रो रहेछ नि त हौ यहाँ पछाडि होइन सर मैले लिएँ सर हल्का हल्का त्यो चाहिँ पुरै आउँदैन धन्यवाद सर ल अब हामी लाग्यौँ स्कुलको भ्यान यहाँ अगाडि रहेछ अब हामी कहीँ किन अड्किँदैनौँ सिधै सरल हामी भेलटार नाम चाहिँ प्रस्थान गर्छौँ ल भ्लग हेर्दै गर्नु होला र गाइजहरू बल्ल बल्ल हामी भेलेटार आइसकेका छौँ अब भेलेटारदेखि हामी यतापट्टिबाट हामी नाम चाहिँ सिधै लाग्दैछौँ मासतिर र यता तलतिर चाहिँ यो भेलेटारको चोक पोइन्ट हो र हामी आइरहेछौँ र यहाँसम्म आउँदाखेरिको अवस्था के रह्यो सर के रह्यो दिपक सर दुईजना बेस हुनुहुन्छ हामी छ यहाँसम्म आइपुग्दाखेरि रमाइलो छ रमाइलो सुरु भएको छ अब एकछिन यसो घुम्ने मासतिर चाहिँ अलिकति पर गइरहेछ नि त उक्रा टाढो जानै पर्छ भेटरमा अलि गर्मी छ अब हाम्रो बच्छ सर यदि अब पुगिन्छ इट इज 5 सर 7 बजीसम्म उजालै हुन्छ कि खुइसु हिँडेर अब ओके टावर हाम्रै हो आरामले जाउँ पिङ खेलौँ पिङ नखेलौँ सर के केटाकेटीले खेल्छ नि त पिङ अब सर के भयो सर यहाँसम्म आउँदाखेरि यहाँसम्म आउँदा एकदम छैन त्यस्तो नि बोरिङ भएको छैन सर छैन सर एक्लै बोला सर यहाँ गफ गरिदिनुहुन्छ यहाँ थोरै अलिकति प्रतिक्रिया बुझौँ हरि सर के भयो सर यहाँसम्म आउँदाखेरिको अवस्था यहाँसम्मको अवस्था ठिकै छ तर अब आज चाहिँ गर्मी नै छ भेडारमा पनि जे सोचेका थियौँ त्योभन्दा अलिक गर्मी नै अलिक फरक छ अलिक फरकै छ आज अहिलेसम्म ठिकै छ राम्रै छ उसो सर के भन्न चाहनुहुन्छ ठिक छ सर राम्रै छ अब गन्तव्यमा पुग्न लाग्यौँ हामी ए रमाइलो छ वातावरण राम्रै छ गर्मी नै छ तर तलभन्दा शीतलै हो शीतल अलिअलि शीतलै मान्नुपर्छ ल ठिक छ आजको मौसम यस्तो छ गाइजहरू ल म्यामहरू टाढा आउँदै हुन्छ के आज आज भेटाउनु वेदर के रहेछ गर्मी रहेछ है जहिले घाम लाग्छ जहिले घाम लाग्छ हामीलाई ल अलिकति यो छ तर मासतिर चिसो रहेछ अलिक चिसो रहेछ मासतिर हेरौँ कस्तो के हुन्छ गाइज तपाईँले यहाँसम्म आएपछि के लाग्यो अब यो वेदर के छ मौसम तपाईँको निकै गर्मी छ है अब जति आयो त्यति शीतल जति आयो त्यति शीतल होइन तर अरू हेरिकन आजको मौसम अलिकति गर्मी नै जस्तो थियो होइन त्यही त मासतिर चाहिँ अलिकति हो कि यस्तो छ के हो त अब माथि माथि कुन जग्गा छ हुनसक्छ गाडीले साथ दिएको नि दाजु होइन आउँदैछ भनौँ न तपाईँले दिनुभयो क्या त राम्रो यार यार उहाँ गर्दा दिन लाग्दैन अनि ल ठिक छ रमाइलो कस्तो के हुन्छ अब हेर्नु बाँकी छ यति रमाइलो भइसक्यो नि सर भइसक्यो ल ठिक छ ल ल यति मैले गाइजहरू अब हामी नाम्चेको छेउमा आएको छौँ अब हामी यहाँबाट अलिकति त्यहाँ माथि हिँडेर पुग्ने हो डाँडामा ऊ त्यो माथि त हो नि त्यहाँ पुग्ने त्यहाँ माथि नाम्चे हो अब हामी हिँडेर यहाँदेखि नाम्चे जाँदैछौँ गाडीको बाटो थियो तर हामी यहाँ हिँडेर जान्छौँ विद्या म्याम कतिको एक्साइटेड हुनुहुन्छ ल अलिअलि ल
तर यो हाइकिङको गेटअप चाहिँ होइन नि फेरि फेरि भएन हो यो नेक्स्ट टाइम देखिन्छु अर्को म्याडम पर ल हरि सर रोशनी म्याम तपाईँको नि हाइकिङ गेटअप चाहिँ भएन यो ल ठिक छ ल नेक्स्ट टाइमदेखि चाहिँ अलिकति मिलाउनु लानु पऱ्यो है ल ओके ल हरि सर लेट्स गो म्याम ल रेडी हुनुहुन्छ नि म्याम तपाईँ ल ल हिँडाइ मचिनुपर्छ हिँडाइ ल ल नाम चाहिँ एकैछिन नाम चाहिँ बोकिन्छ यहाँबाट एकैचोटिमा ल लागौँ के भयो गाडीमा हरि सर थोरै गाह्रो भयो जस्तो लाग्यो भइहाल्छ उकालो भएपछि हामी गाडीमा धेरै यो भएर गलेर यस्तो भएको क्या नत्र फिलिङ हुँदैन थियो यस्तो फिलिङ विवेक सर दोस्रो मिल्सन सर तेस्रोमा हाम्रो अभिषेक सर चौथोमा हाम्रो विवेक सर त्यहाँबाट पाँचौँमा हाम्रो हरि सर पहिलोमै भन्नु पर्यो अब तपाईँ मैले मानिदिएँ ल ठिक छ मैले हो यति अन्त पसिना आयो यार हेत ल अब हामी सामान लिएर लाग्छौँ उकालो अब सामान लिउँ उकालोतिर लागौँ होइन अब ल ठिक छ ल ल लागौँ अब सबैजना लागौँ अब हामी यात्रामा अगाडि मासतिर बढ्दैछौँ लागौँ म्याडमजी वाट इज दिस बिहेभियर अभिषेक सरले गर्न गर्नुभयो ओके स्कुल छ अनि यता साइडबाट अरे त ठुलो घर हो उयो यो दिदीको नाम पनि फेरि जुनु हो नि फेरि जुनु नाम हो दिदीको पनि जुनु मगर होला खाइ दिदीहरू ल फाइनली गाइजहरू हामी होमस्टेमा आइसकेका छौँ फाइनली गाइज फाइनली ल आइसक्यौँ अब ल ल ल आइसक्यो फाइनली आएर आलु भइसक्यो दिदी नमस्ते नमस्ते ल दिदीको होमस्टेमा आइसकेका छौँ ल साथीहरू अझै आउने क्रम जारी छन् ल साथीहरू यहाँ आइसक्यौँ एकदम राम्रो छ अस्ति एकदम गली तर मजा आयो दिदीको होमस्टेको नाम के भयो चाहिँ यो होमस्टे जुनु नाम स्टे के अरे जुनु नाम चाहिँ होमस्टेमा आइसकेका छौँ र एकदम राम्रो छ 2 सेट यो पनि ए हालिसक्नु भयो लास्ट सेट बाँकी छ होइन जे होस् ठाउँ राम्रो छ बस्नको लागि राम्रो खानको लागि एकदम राम्रो होइन त्यसमा दिदीले केही पनि भन्नुहुन्न उहाँलाई एकदम दिदी पनि कम्प्रोमाइज गरिदिनुहुन्छ सबै कुरामा हो एकदम छ ल वेलकम सबैलाई वेलकम गाइजहरू हामी फाइनली नाम चाहिँ जुनु दिदीको होमस्टेमा आएको छौँ र साथसाथै आज विशेष गरी चाहिँ पुष्प सर बेबिलोन स्कुलका चेयरम्यान सरको चाहिँ एज अ विशेष बर्थडेको कार्यक्रमले गर्दाखेरि चाहिँ हामी सरलाई ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर पुष्प सर ह्याप्पी बर्थडे टु यु ताली सबैले ओहो ल सर तपाईँ शब्द जाओस् के भन्न चाहनुहुन्छ च्यालेन्ज गरेछ यो बर्थडेमा यहाँ आइयो रमाइलो गरियो आफ्नो भागको आफै तयारी गर्दैछौँ हजुर विशेष गरी भोला सरले विशेष त्यहाँ अब हाम्रो हदिया काठमा यहाँ निस्किन बाँकी छ ल
हो यस्तो हुँदा हावाले पुरै पानी परेर चाहिँ फेरि यस्तो छ क्या अवस्था राम ठिक्क पानी पर्यो ल यति भन्दै अबको अरू क्रम जारी छ धन्यवाद आफैले मेहनत गरिरहनु भएको छ सिप र क्षमता त्यसमा यो सिप र क्षमताको कदर हुने गरी सम्पूर्ण साथीहरूले उहाँलाई भरे चाखिसकेपछि के पुरस्कार दिने भन्ने तयारी पनि गर्नु होला स्पेसल पुरस्कार छ एउटा सोसल पुरस्कार स्पेसल पुरस्कार छ सोसल पुरस्कार छ अब अहिले खुल्दैन लास्टमा खुल्छ लास्टमा फेरि ल ठिक छ पाक्छ होइन सर मैले पाक्छ नि हो ल केक पो छैन त केकको कहाँ छ मुसाले खाइ ल सर अब के काट्नु छ ल के काट्नु छ अब ल Happy birthday to you. 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 के खान पाइने भयो सरलाई खुवाइदिनु पऱ्यो नि त ए अन्त नि कहाँ आउँछ नि बसिरहने तपाईँ त आज बर्थडे बोय तपाईँ त बर्थडे भयो यो तरिका हो क्या यस्तो ल अब बाँड्दा भयो अब सबैलाई बाँड्दा भयो ल ल ए साम्बल दिनु भयो ल ठिक छ ल ए ल ल गिफ्ट पनि रहेछ ल ओहो यो नि त पारा ल ल ल यो क्या तरिका ल अब 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 सबैलाई बाँडौँ ल त्यति ल ल लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला होइन ल सबैजनाले ल यति भन्दै ल यो भ्लगबाट हामी के गर्छौँ बाई बाई